लु साथीहरू आज हामी यसो वनभोजको लागि यहाँनिर अमा पोखरीमा आएको छौँ। यहाँनिर हाम्रो राजेश भाइ अनि यता समला बहिनी, यता सङ्गीता बहिनी, यता हाम्रो कृष्ण बहिनी अनि यता हाम्रो दाजु हुनुहुन्छ अनि हाम्रो सरोज दाजु। हामी यसरी मिलेर यहाँनिर आज यहाँनिर वनभोज कार्यक्रमको लागि यहाँ अमा पोखरीमा आएको छौँ है साथीहरू। यस्तो छ, नमस्ते, वेलकम हजुरलाई। यस्तो छ अहिले चाहिँ हामी यहाँनिर यहाँ चटपटेको व्यवस्था हुँदैछ खाजाको अनि हो त। अनि हाम्रो मिलन भाइ पनि यहाँनिर, मिलन भाइ पनि यहाँनिर हाम्रो भेना र हाम्रो मेन दाजुहरुको भूमिका छ यहाँ चाहिँ के गर्नु दिनु भएन है। लु यस्तो त्यो हात पिरोलाई हातले मोलिरहेछ। तर अहिले यो चटपटे हेर्दा त खाउँ खाउँ लाग्दो बनाएछ यार है। लु यस्तो छ। लु भाइहरू चाहिँ यहाँनिर नुहाइकन पौडी खेलेर फर्किँदैछ साथीहरू। साथीहरू हामी अब यहाँनिर अब भन्नाले पनि आज पिकनिक कार्यक्रम राखेका थियौँ हामीले। अनि त्यही कार्यक्रममा यहाँनिर हाम्रो पिकनिकमा सहभागी हुने हाम्रा दाजु बहिनीहरू यहाँनिर सबैजना आउनु भएको छ। अहिले हामीले चटपटे यसो चिया नास्ताहरू गऱ्यौँ अनि त्यसपछि अब हाम्रो यहाँनिर पकाउने काम जारी हुँदैछ। यहाँनिर चाहिँ अब सङ्गीता चाहिँ आज खोइ कामै गरेको छैन, मैले अघिदेखि हेर्दैछु सङ्गीतालाई। अनि यहाँनिर कृष्ण बहिनीले आज आलुदम मिठो बनाउने रहेछ। ल मिठो बनाउने यहाँनिर यसरी साथीहरू हामी यसरी यहाँनिर आज वनभोज कार्यक्रम यस्तो रमाइलो भइरहेछ। यो गोलो घरमा छौँ हामी अहिले। हाम्रो सबैजना साथीहरू होइन यहाँ फिसिङ गर्नु पनि दिन्छ होइन, 100 रुपियाँ लिन्छ होइन फिसिङ गरेको एउटा रडको। अनि माछा त्यो पावा भन्दा अलिकति बढी भयो भने त्यो लानु पाइन्छ होइन। अनि केजी सेजी मऱ्यो भने चाहिँ त्यो जोखे सिस्टम हो है फेरि। पैसा तिर्नुपर्छ। 1 किलो जति मऱ्यो भने चाहिँ तिर्नुपर्छ है, केजी सिस्टम हो। ल ल ल अब सङ्गीताले दह्रो काम गर्ने भयो साथीहरू। यस्तो रमाइलो छ साथीहरू, हरियो छ है चौरीहरू। यहाँनिर ताल देख्नुभयो होला तपाईँहरूले, ताल पनि यस्तो छ यहाँनिर। यसरी तालमा यहाँनिर फोटो खिच्दा पनि भयो, भिडियो बनाउँदा पनि भयो। यहाँनिर बोटिङ गर्छु भन्दा पनि पाइयो है साथीहरू पैसा तिरेर। यस्तो छ है यहाँनिर। यो तालको वरिपरि रेलिङ लगाएको छ। यो रेलिङमा चाहिँ फुलहरू यस्तो मजाले सजाउनु भएको छ। यस्तो छ। अनि हाम्रो मिलन भाइ के भन मिलन भाइ? ए दिँदैन अरे, बल्छी त किन्नु पाउँथ्यो होला त। अनि त्यो बल्छी मात्रै चारो फेरि ओभर खोज्नुपर्छ दाइ। ए लु भाइले माछा मार्ने भन्दै थियो है। अहिले यहाँ माथिबाट बल्छी ल्याउनु बिर्सेछ। एकैचोटि यहाँनिर आएर सम्झेर माछा मार्छु भन्दै थियो, यहाँनिर पाउँछ कि भनेर, तर नपाउने रहेछ साथीहरू। अब तपाईँहरूले चाहिँ माछा मार्न सोच गर्नुहुन्छ भने माथि घरबाटै लिएर आउनु होला सामानहरू है, बल्छी सल्छी। ल साथीहरू हामी चाहिँ अहिले यहाँनिर चट्टासँगले यो सुँगुरको च्वाचेको मासु सेकुवाको लागि पुरा मरमसला लगाएर यसरी मोलियो। अब यो पखेटा छ है, पखेटालाई यहाँनिर चिरिँदैछ। यस्तो छ साथीहरू। हामी अब यस्तो चट्ट पारेर
मिठो तरिकाले यहाँनिर वनभोज कार्यक्रम मनाउँदैछौँ है साथीहरू। पिकनिक भन्दा पनि यहाँ दाइहरूसँग ल यो तिम्रो लागि ल। के भयो यो छुरी त लाग्दैन त? यो लौरीले त नि माछा भाग्छ त भाइ। यहाँनिर हाम्रो आलुदम छ। यो लौरी त भाग्छ। अहिले माछा नै छैन होला। के को छैन 8 8.5 केजी जति मारेको यहाँ। हो र? एकजना राजेश भाइ 14 केजी यता दाजुहरू हुनुहुन्छ। हैन हेरौँ हैन। अहिले त माछाले लिएर बुझिदिन्छ त यता। अलि ठुलै पर्यो भने हामीले अरू साथीहरूलाई पनि मिस गरेको छौँ आज चाहिँ खासै हाम्रो छोटो समयमा यो भएको हो यो कार्यक्रम। खासै हामी स्वतन्त्र नागरिक धरानभरिको सबैजना आउने भनेर खासै गर्नु खोजेको, तर बाध्यतावश हुन्छ नि, त्यही भएर आज चाहिँ जो भ्याउँछ त्यहीको लागि यसो मनोरञ्जन यसो रमाइलोको लागि वनभोज कार्यक्रम गर्नलाई यहाँनिर आएको छौँ, त्यही हो। यस्तो छ है साथीहरू। लु यहाँनिर यस्तो चौतारा स्टाइलको घरहरू छ, गोल घर स्टाइल। अनि यहाँनिर टक्कसँगले पिकनिक आउँदाखेरि बसेर यहाँनिर सामानहरू राखेर यहाँनिर खाने ठाउँ। अनि यहाँनिर चाहिँ चुलोहरू बनाएर यसो सेकुवा यसो पोल्ने ठाउँ। अनि लाइनको पनि यहाँनिर व्यवस्था रहेछ साथीहरू, यो देख्नु भएको। अनि यहाँ डेकसेक बजाउने यसो लाइन जोडेको छ। अनि यो तल टोइलेटको पनि व्यवस्था छ। तल फेरि बेग्लै ताल रहेछ, यस्तो छ। लु यस्तो छ साथीहरू। आज हामी यहाँनिर अहिले 2 जनाको यहाँनिर नानाहरूको आगमन भयो, भर्खर आउनु भएको। अनि यसरी हामी चाहिँ अहिले अमा पोखरीमा यहाँनिर वनभोज कार्यक्रममा छौँ साथीहरू यसरी। अनि उहाँहरू चाहिँ भर्खर आउनु भएको है। हामीले 9 बजेको टाइम राखेका थियौँ, अब आफ्नो कामले गरेर पनि हुनसक्छ। अनि जे भए पनि उपस्थित भइदिनु भयो, त्यसमा धेरै खुसी छु हामी। हो नि, हजुर हजुर पुग्छौँ। ल उहाँहरू चाहिँ फेरि भेजिटेरियन, उहाँहरूको लागि म यहाँ बेग्लै आज व्यवस्था फलफुल अनि दही छ, अनि एक्सट्रिम पनि छ, यहाँ चिसो पनि छ, अनि अरू पनि माग्नु होला है, के खानुहुन्छ। ल हस् त। यसरी हामी चाहिँ अहिले यहाँ पोल्दै खाँदै यहाँनिर यस्तो छ अहिले फलफुल ग्रुपहरू चाहिँ के हो, यस्तो पोचमा मात्रै छ त हौ। लु मेरो भाइले खोइ त अनि सेकुवा त अनि खाएकै छैन त, अनि माछा मात्रै मारिरहेछ। लु भाइ यहाँनिर बसेर लु अब सेकुवा भाइले खाने होइन। ऊ यहाँ छ त पौडी खेल्ने हो नि, त्यो बगिराख्ने पानी कहाँ फोहोर हुन्छ हौ। बगिराख्ने पानी हो नि। लु तपाईँहरूलाई बिदा गरे है त्यसो भए है। ल बेला कम्पनीको दही फेरि यस्तो राम्रो छ कि यो।
टिकट पनि 5000 को दाजुको नाममा आउँदैछ है हजुर एकजनाको नाममा आउँदैछ ए भइहाल्छ नाम्लोको टिकट है 12 गते हेर्नुपर्छ 10 बजे है ल हाम्रो यो वनभोज कार्यक्रममा आइदिएर होइन यहाँनिर आइदिएर तपाईँहरूले अनि हामीसँग जोडिनु भयो होइन खुसी लाग्यो ल मलाई भने नि अस्ति तपाईलाई मलाई बक्साइ राख्नु पर्दैन हैन मलाई इतिहास बक्साइ राख्नु पर्दैन यस्तो छ यसो है भनेपछि ल बाई तपाईँहरूलाई हामी पनि अब पछि आउँदैछौँ एकछिन पछि ल हुन्छ ल हस् त ल बाई बाई बिस्तारै जानु ल शुभ यात्रा अब चाहिँ कहाँनेरि भन्दाखेरि एकचोटि हामीले चुम्पुले खोलामा त्यो खाना खाएको थियौँ नि त्यहाँदेखि यतापट्टिको डाँडा त्यो सम्म यस्तो सम्म थियो नि त्यहाँनिर पानी मुनि झरिरहेको थियो नि त्यो मान्छेले थाप्ने ठाउँ पानी थाप्ने ठाउँ त्यो माथि डाँडामा कस्तो राम्रो थियो त भ्यू होइन यता तलतिर हेर्दाखेरि यस्तो राम्रो गाउँ देख्थ्यो हो त्यहाँनिर नजिक ल ल हुन्छ हस् त ल बाई साथीहरू यो हाम्रो खाना चाहिँ टन्नै उब्रियो है अहिले कोही पनि नखाने भयो सबै हेर्दा चाहिँ खाला जस्तो छ है ज्यान कोही नखाने भयो सबैलाई मासुले वाक्कै भयो अरे लु यता सङ्गीतालाई झन् के भयो अरे अनि आमा अन्त लु हाम्रो यहाँनिर दाजुलाई पनि आज खुसी रमाइलो पनि भयो होला है रमाइलो भयो नि म त अब पल्टनको मान्छे होइन हजुर अब परिवारदेखि बिछोडिएको अब कहाँ झार जङ्गलमा बस्ने त्यस्तो यस्तो आउँदाखेरि तपाईँहरूको सामान्य बस्दाखेरि त रमाइलो भइहाल्छ ए ल हस् एकदम खुसी यसरी बेला बेलामा हामीले यसरी रमाइलो पनि गर्नुपर्छ अनि हाम्रो दाजु यहाँनिर आज सेकुवा अर्गनाइजर पोल्ने पनि कुक पनि है यता हो वाक्क दिक्क न्याक्कै भएको हो पुरै नगर अब उब्रियो पनि होइन अझै त्यहाँ छ त्यो आलुदम त छुकै छैन ल दाजु हो यसरी नै खाने हो क्या खाँदाखेरि फ्यालिन्छ होइन नत्र हामी त इस्टिमेट गर्दाखेरि चाहिँ पुग्दैन भनेर ओभर गर्दै रहेछौँ तर आएपछि त इस्टिमेट पनि धेरै हुँदैन होइन दाइ त्यो अलिकति खानु र त्यो मिलिक हुनुभन्दा नि बरु फ्यालिन्जेल खाने क्या खाएपछि वाक्क दिक्कै हुने गरी मासुको यसलाई चाहिँ बन्द ल ल ल ल धन्यवाद हाम्रो सिङ्गक दाजु र सरोज दाजुलाई आज हाम्रो चेलीहरूले के गर्नु परेन आज त्यही तपाईँहरूले अनि चेलीहरू आउने होइन टक्कसँगले बसेर खाने मात्रै छ है आज खुसी लाग्छ ल धन्यवाद लु यस्तो छ साथीहरू हामी यसरी आएको छौँ यहाँनिर साथीहरू हामी अहिले यो आमा पोखरी वरिपरि घुम्दैछौँ यहाँनिर यस्तो छ अहिले अघि नै चाहिँ दिउँसोखेरि घाम थियो त्यही भएर घुमिनौँ अहिले घाम छेकिएको अवस्था बादलमा छेकिएको अवस्थामा हामी यसरी घुम्दैछौँ है सबैजना यसरी आउँदैछौँ हामी यहाँबाट राम्रो देख्दो रहेछ लु यस्तो छ है साथीहरू यहाँनिर एउटा ब्रिज यो पुलमा गएर फोटो खिच्नु पनि मिल्दो रहेछ अनि यहाँबाट चाहिँ यो पोखरीको राम्रो भ्यू आउँदो रहेछ है हेर्नुहोस् साथीहरू
यो चाहिँ कहाँनिर छ भन्दाखेरि साथीहरू यो बराहा नगरपालिका 3 यहाँनिर भल्लाचौरी पडतिर यो अमा पोखरी भन्दो रहेछ यो ठाउँ है साथीहरू। लु यसरी साथीहरू अहिले यहाँनिर पुरै फोटो सेसन हुँदैछ यहाँनिर हाम्रो साथीहरूको बहिनीहरूको यहाँ दाजुहरूको यसरी फोटो सेसन हुँदैछ सबैजना। अनि अहिले यो पोखरीको भ्यू हेर्नुहोस् है साथीहरू यहाँनिर बनाउने अनि कता ए ल यस्तो छ साथीहरू। लु यस्तो छ साथीहरू यहाँनिर अर्को तल्लोपट्टि पनि नयाँ पार्क रहेछ यसलाई नै समेटेर बनाएको रहेछ अमा पोखरी। यहाँनिर तल्लोपट्टि यो चाहिँ अमा पोखरी टिकट काउन्टर घरदेखि तल्लोपट्टि है साथीहरू। ठुलो रहेछ यहाँ पनि यहाँ दोस्रो अर्को पोखरी पनि रहेछ। हामी अहिले डाँडामा चढेको छौँ है साथीहरू। यो भ्यू टावर जस्तो डाँडा बनाएको रहेछ यहाँबाट चाहिँ भ्यूहरू अवलोकन गर्ने यहाँनिर पोखरीको यस्तो रहेछ यहाँनिर। परसम्म रहेछ पोखरी। लु साथीहरू हामी अब मैजारू यहाँनिर हाम्रो पिकनिक है सकेको अवस्था छ अहिले यहाँनिर। अनि ठिक्क फर्किँदाखेरि हाम्रो मेरो गाउँको दाजु है श्याम दाजु एकदम अनि मिलन सार अनि दुरुङ पानी पनि पहिला सँगै हानिन्थ्यो अहिले चाहिँ मैले छोडेँ त्यही भएर अहिले मिस गरिरहेछु दाइलाई मैले है। अनि यसरी अब दाइहरू फर्किँदै हुनुहुन्छ अब हामी पनि पछि आउँछौँ है साथीहरू। ल हस् त ल मेरो दाजु ल बाई बाई। लु साथीहरू अब हामी घर लाग्ने बेला भयो। अब पिकनिक पनि राम्ररी एउटा सभ्य तरिकाले र भव्य तरिकाले खाइयो। अनि अब हामी चाहिँ यो झोली तुम्बा बोकेर अब घरतिर लाग्यौँ है साथीहरू यसरी। ल हजुरहरूलाई यो भिडियो मन पर्यो भने लाइक सब्सक्राइब गरिदिनु होला र कमेन्ट पनि छोडिदिनु होला भन्दै म बिदा हुन चाहन्छु। हस् त धन्यवाद। ल बहिनी हामी लागेको है ल।